ॐ गजाननं भूतगणादिसेवितं कपित्थजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं। वक्रतुण्डमहाकाय सूर्यकोटिसमप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर साक्षात् परः ब्रह्म तस्मै श्री गुरवे नमः। सर्वप्रथम उन्हें परमेश्वर परमात्मामा आफ्नो वाग्वाणीलाई समर्पण गर्दै उपस्थित सम्पूर्ण देवगण, ऋषिगण, मनुष्यगण, पितृगण एवं गर्भस्थ शिशुमा हार्दिक अभिवादन। हाम्रो गणेश पुराणको कथा प्रसङ्ग चलिरहेको छ, जसमा विश्वामित्रजीले भीमलाई यो कथा सुनाउँदै हुनुहुन्छ र उहाँले दक्षको उदाहरण दिएर, कमलाका पुत्र दक्षको उदाहरण दिएर कथा सुनाउँदै हुनुहुन्थ्यो भगवान गणेशको महिमा के कति छ भन्ने कुरा। जसमा दक्षले राति सपना देख्छन्, त्यो कथा हामीले सुनिसकेको छ। सपना देख्छन् कि कुनै एउटा सेतो हात्तीले आफ्नो सुनमा माला लिएर माला लगाइदिन्छ र त्यसपछि आफ्नो पिठ्यौमा बसाएर नगरभित्र प्रवेश गरेको सपना देखिसकेपछि आमालाई गएर भन्छन्। आमा अत्यन्त खुसी हुन्छन्, हर्षित हुन्छन्, अब राम्रा दिन आए भन्ने। सोही अनुरूप कौरण्य नगरमा एउटा चन्द्रसेन नाउँ गरेका राजा हुन्छन्। राजा उनी कालयोगले गर्दाखेरि उनको निधन हुन्छ, मृत्यु हुन्छ। उनकी श्रीमतीको नाम सुलभा हुन्छ, कुनै पनि सन्तान जन्मिएका हुँदैनन्। अनि यस्तो आफ्ना श्रीमानको निधनपछि अत्यन्त भावविह्वल भएर रुँदी भएकी सुलभा जुन छिन्, ए नाथ, अब म कसरी बाँच्ने होला, न मेरो चित्त बुझाउनको लागि छोरा छन्, छोरी छन्, अब यो राज्यको नै सञ्चालन तपाईँ बिना म कसरी बाँच्ने होला भनेर आलाप विलाप गर्दै भइन्। र यतापट्टि मन्त्री परिषदहरू पनि, जसमा सुमन्तु र मनोरञ्जन नाउँ गरेका दुई मन्त्री साथै अरू सबै मन्त्रीमण्डलहरू पनि अत्यन्त चिन्तित भए। ओहो राजा, तपाईँको गमन, तपाईँको मृत्यु पश्चात अब यो राज्य सञ्चालन कसरी गर्ने, के होला यो राज्यको गति भनेर रुँदै कराउँदा भए। त्यसपछि त्यो नगरवासीहरू सबै हाहाकार भएर रुँदै कराउँदै गर्दा भए। रोएको कराएको समयमा एउटा ऋषि त्यहाँ आइपुगे, एउटा कुनै सन्त साधु त्यहाँ आइपुगे र आइपुगेर सबैलाई अलिकति कठोर स्वरले भन्दा भए, संसारमा को मर्दैन र सबै त मरिरहेका छन्। सूर्यवंशी, चन्द्रवंशी, जे जति राजाहरू आए ती सबै कालयुगले गर्दाखेरि आज नभए भोलि, भोलि नभएपछि एक न एक दिन त सबै मर्नै पर्छ। यो सब तिमीहरूको नाटक हो। सब तिमीहरूले राजालाई बचाउनु भन्दा पनि आफ्नो आफ्नो कार्य सजिलो बनाउनको लागि राजाको अगाडि गएर रोइरहेका छौ, राजाको लासको अगाडि रोइरहेका छौ। श्रीमान सुलभा, तिमी पनि आफ्नो कार्य सुध्याउनको लागि राजा बाँचोस् भन्ने इच्छा गरिरहेको छौ भने यी नगरवासीहरू पनि राजा बाँचेछन् भने हामीलाई के को सजिलो हुन्छ भनेर आफ्नो स्वार्थको लागि मात्रै यहाँ रोइ कराइरहेका छन्। राजाको पछि मरेर जाने कोही पनि तयारी छैन। त्यस कारणले यो स्वार्थको नाटक सबै त्यागेर क्रिया गर, यसलाई सद्गति गर, सद्गति सिकेपछि विधिवत क्रिया गर भनिसकेपछि सबैले अब सन्तले भनेको माने। त्यसपछि गएर राजाको अरुदय क्रियाहरू गरे। त्यसपछि मन्त्रीमण्डलहरूको सभा भयो। सभा बसिसकेपछि अब राजा चाहियो। अब राजा कसलाई बनाउने? देश त अब राजा बिना त चल्दैन होइन त, राजा चाहिन्छ। राजा कसलाई बनाउने त भनेर भन्दाखेरि त्यही समयमा त्यहाँ जुन सल्लाह सुझाव हुँदै थियो सबैको, एक आपसमा विचार विमर्श चलिरहेको समयमा मुद्गल ऋषि त्यहाँ आइपुग्नुहुन्छ। मुद्गल ऋषिलाई सबैले नमस्कार गर्छन्। नमस्कार गरिसकेपछि अनि मुद्गल ऋषिले त्यहाँ उपाय बताउनुहुन्छ। राजाको, चन्द्रसेन नाउँ गरेका राजाको एउटा गहन नाउँ गरेको हात्ती छ। त्यो हात्तीको सुनमा माला देऊ, त्यो हात्तीले जसलाई राजा बनाउने इच्छा गर्छ यो देशको राजा त्यही हुनेछ भनेर यसरी भनिसकेपछि अनि सबैलाई चित्त बुझ्यो, ठिक छ भनेर अनि भोलि बिहान शुभ मुहुर्त देखाएर सुलभा नाउँ गरेकी रानीले त्यो गहन नाउँ गरेको हात्तीको सुनमा एउटा राम्रो माला दिएर, लौ हात्ती, अब यो राज्यको जे जति पनि छ अभिभार तिमीमै छ, तिमीले राम्रा सुयोग्य एउटा राजा छान भनेर यसरी ती हात्तीलाई गणेश स्वरूप मानेर पूजा अर्चना गरे। अनि त्यसपछि सुनमा माला दिएर छोडिदिन्छन्। अब लो हात्तीले रोजेको व्यक्तिमा राजा हुन्छ अरे भनेर बुझिसकेपछि त्यो नगरका आमाहरू, बाबुहरू जोजना आफ्ना छोराहरूलाई अगाडि राखेर टाँसु बिदा भए, मेरो छोरालाई माला लगाइदियोस्, मेरो छोरालाई माला लगाइदियोस् भनेर चिन्तन गरेर सबै अगाडि उभिँदा भए। तर त्यो हात्तीले त्यो नगरका कसैलाई पनि माला लगाइदिन र नगरभन्दा बाहिर गयो। बाहिर गएर जहाँ कमला र दक्ष बसिरहेका थिए, भगवानको पूजा अर्चना गरिरहेका थिए,
त्यहाँ गएर ती दक्षको गलामा लगेर के गरिदियो, हात्तीले माला लगाइदियो। जुन दक्षले सपनामा देखेका थिए सोही अनुरूपको के भयो, दक्षमा साकार भएर आयो। सपनामा देखेको कुरा विपनामा पनि साकार भएर आयो। र यसरी माला लगाइदिएपछि दक्ष पनि भगवानलाई धन्य धन्य हो प्रभु धन्यवाद भन्छन्। त्यसपछि कमला पनि अत्यन्त प्रसन्न हुन्छन्। त्यसपछि हात्तीले सोही अनुरूपले माला लगाइदिएपछि आफ्नो पिठीमा बसाएर राजालाई नगरभित्र लिएर आउँछन्। नगरका सबै नागरिकहरू प्रसन्न हुन्छन्, खुसी हुन्छन् र उनलाई नै राजा घोषित गर्छन्। त्यसपछि राज्याभिषेक हुन्छ। राज्याभिषेक भइसकेपछि अनेक प्रकारका ढोल मादल नगाडाहरू बज्छन्। चारैतिरबाट जय जयकार मनाइन्छ, होइन त। राजा अध्यक्ष कि जय भनेर सबैतिर जय जयकार मनाइन्छ। सोही समयमा फेरि उनी ऋषि आइपुग्नुहुन्छ। को मुद्गल ऋषि आउँदाखेरि राजा आफ्नो आसनबाट उठेर मुद्गल ऋषिलाई प्रणाम गर्दै भन्नुहुन्छ, प्रभु हे भगवान, यो त थप्पै तपाईँले गर्दाखेरि भइरहेको, यो थप्पै तपाईँको कृपा हो। तपाईँले मलाई जुन एकाक्षरी मन्त्र दिनुभयो अनि भगवानको जुन परम कृपा अनुग्रह भयो, तपाईँको कृपा भयो, सबै यसकै प्रतिफल हो, यसमा त मेरो केही पनि छैन भनेर यसरी नमस्कार गर्दा भए। नमस्कार गरिसकेपछि अनि दक्षको कुरा सुनेर मुद्गल ऋषिले भन्नुभयो, अब सम्पूर्ण तिम्रो इच्छाहरू पुरा भइसके, होइन त। तिमीलाई अब कुनै पनि प्रकारको शत्रुको भय हुने छैन, शत्रुको भय हुने छैन। तिम्रा सम्पूर्ण मनोकामनाहरू पुरा हुनेछन्। तिमीले अब ठुलो विशाल गणेश मन्दिर बनाऊ, ठुलो विशाल गणेश मन्दिर बनाऊ। भगवान गणेश प्रसन्न हुनुहुनेछ र सदा सर्वदा तिमीलाई कृपा आशीर्वाद प्रदान गर्नुहुनेछ भनेर यसरी भनिसकेपछि अनि उनले त्यही अनुरूप के गरे त, भगवान गणेशको ठुलो मन्दिर बनाए। अनि त्यो चर्चा सबैतिर फैलियो। त्यहाँ वीरसेन नाउँ गरेका राजाले आफ्नै छोरी विवाह गरिदिने इच्छा गरे र दक्षसँग आफ्नै छोरीको विवाह गराइदिए। र तिनै दक्ष र ती रानीबाट बृहद्भानु नाउँ गरेका छोरा जन्मिए। बृहद्भानुबाट खड्गधर नाउँ गरेका छोरा जन्मिए। खड्गधरबाट सुलभ नाउँ गरेका छोरा जन्मिए। सुलभबाट पद्माकर नाउँ गरेका, पद्माकरबाट वपुर दीप्ति नाउँ गरेका छोरा जन्मिए। वपुर दीप्तिबाट चित्रसेन नाउँ गरेका छोरा जन्मिए भने यिनै चित्रसेनका छोरा हुन् राजा भीम, जसको हामीले कथा सुनिँदैछ। र यी यसरी कथा सुनाइसकेपछि विश्वामित्र राजा भीमलाई यसरी कथा सुनाइसकेपछि राजा भीम अत्यन्त प्रसन्न हुन्छन्। प्रसन्न भइसकेपछि मसँग भगवान विना कसरी प्रसन्न हुनुहुन्छ होला। राजा भीम के को अभिलाषाले जङ्गल गएका थिए, पुत्रको अभिलाषाले। भन्दाखेरि अब भगवान गणेश म प्रति कसरी प्रसन्न हुनुहुन्छ होला, मैले कुन विधिले भगवान गणेशलाई प्रसन्न तुल्याउने होला। हजुरले मलाई यो ज्ञानोपदेश गर्नुभयो, मन्त्रोपदेश गर्नुभयो अथवा मार्गदर्शन गर्नुभयो भने म कृतकृत्य हुने थिएँ, म धन्य हुने थिएँ प्रभु भनेर विश्वामित्रसँग हात जोडिसकेपछि अनि त्यसपछि विश्वामित्रजीले राजा भीमलाई उपाय बताउनुहुन्छ। के भन्नुहुन्छ भने म तिमीलाई एकाक्षरी मन्त्र दिन्छु, भगवान गणेशको एउटै अक्षर भएको मन्त्र दिन्छु। हे राजा, एकाक्षरी मन्त्र म तपाईँलाई दिन्छु जो सर्वव्यापक भगवान गणेशको आराधना गर्न योग्य छ। र अनुष्ठानम कुरुस्व त्वम प्रासादे दक्ष निर्मिते, जुन दक्षले अघि बनाएको जुन भगवान गणेशको मन्दिर छ नि, त्यो मन्दिरमा गएर एकाक्षरी मन्त्रको जाप गर। त्यो पितापुरका आफ्ना 10 पुस्ता अगाडिका जुन दक्षले बनाएको मन्दिरमा गएर तिमीले के गर, यसरी अनुष्ठान गर। अनुष्ठान गरेपछि भगवान प्रसन्न हुनुहुनेछ र इच्छा बमोजिम वरदान दिनुहुनेछ भनेर भनिसकेपछि विश्वामित्रले भन्नुभयो, राजा अब तपाईँ आफ्नो नगर जानुहोस्, अब तपाईँ आफ्नो नगर फर्किनुहोस्। नगरमा फर्केर पत्नीको साथमा यो एकाक्षरी मन्त्र अनुष्ठानलाई तपाईँ अनुष्ठान गर्नुहोस् अथवा आरम्भ गर्नुहोस् भनेर यसरी भनिसकेपछि अनि ती राजा जुन छन् अघि सबै राजपाट छोडेर आएका राजा फेरि नगरमा जान्छ। नगरमा जाँदाखेरि अमात्यहरू, त्यहाँका मन्त्रीहरू, नगरवासीहरू सबै प्रसन्न हुन्छ। राजा आउनुभयो भनेर बडा खुसीका साथ शङ्खनाद गर्दै, घन्टी बजाउँदै, ढोल मादल इत्यादि बजाउँदै राजालाई नगरभित्र प्रवेश गराउँछन्। अनि ती दक्षले बनाएको ती राजा समय मुहूर्त हेराएर दक्षले बनाएको मन्दिरमा जान्छन्। मन्दिरमा गएर विश्वामित्र गुरुले दिनुभएको एकाक्षरी मन्त्र अनुष्ठान आरम्भ गर्छन्। आरम्भ गरिसकेपछि अब यहाँ भगवान तिनले आरम्भ गर्दाखेरि जहाँ जे पनि देख्छ सबैतिर भगवान गणेशलाई मात्रै देख्छन्। जसलाई पनि हेर्छन् के देख्छन्, भगवान गणेशलाई मात्रै देख्छन्। यसरी सर्वत्र भगवानको दृष्टि भइसकेका जुन छन् राजा, तिनलाई भगवान गणेशले दर्शन दिनुहुन्छ र हात उठाएर भन्नुहुन्छ, तिमीले जुन जे जति
जेको कामनाले यसरी मन्त्र अनुष्ठान गरेका छौ त्यो तिम्रो अवश्य पुरा हुनेछ। तिम्रो कुलमा एउटा अत्यन्त सुन्दर पुत्र उत्पन्न हुनेछ, पुत्रको प्राप्ति हुनेछ भनेर तथास्तु भनेर उहाँ के हुनुभयो, अन्तर्धान हुनुभयो। अन्तर्धान भइसकेपछि अनि भीमराज अत्यन्त प्रसन्न भए। भीमले गएर ब्राह्मणहरूलाई दान दक्षिणा गरे, देवताहरूको पूजा अर्चना गरे, राजमहलमा गएर नभन्दै केही समयभित्रै उनका एउटा छोरा जन्मिए जसको नाम रूपमाङ्गद भनेर राखियो। रूपमाङ्गद भनेर राखियो। उनलाई धेरै प्रकारका शिक्षाहरू दिइयो, कपिल मुनिद्वारा उनलाई दीक्षित गराइयो। त्यसपछि मन्त्र तन्त्रहरू सबै कुरा सिकाइयो, आचार विचार व्यवहार सबै कुरा सिकाइयो। अनि पिता गणेशका परम भक्त भएको हुनाले ती रूपमाङ्गद पनि के भए, आफ्ना पिता अनुरूप भीम अनुरूप के भए, भगवानका अनन्य भक्त हुँदा भए। अनि अब पिताले एकाक्षरी मन्त्र जप्नुहुन्छ भने त्यही पिताले जपेको एकाक्षरी मन्त्र आफ्ना पुत्रलाई दिँदा भए राजा भीमले। अनि छोरा रूपमाङ्गदले पनि जबदेखि उनले आफ्नो विचार आफै सम्हाल्न थाले त्यसपछि भगवान गणेशको त्यो एकाक्षरी मन्त्र सानैदेखि जप्ता भए र हेर्दा हेर्दै रूपमाङ्गद ठुला भइसकेपछि राजा भीमले रूपमाङ्गदलाई राज्याभिषेक गरिदिए, राजा घोषित गरिदिए। अनि राजा भीम त भगवानमै तल्लीन हुँदा भए र रूपमाङ्गद पनि दिनरात भगवान गणेशमा तल्लीन हुन्थे। एक दिन जङ्गल भ्रमण गर्नको लागि रूपमाङ्गद जङ्गलमा जान्छन्। जङ्गलमा जाँदाखेरि धेरै जङ्गल भ्रमण गरेको हुनाले उनी थकित हुन्छन्। थाकेर विश्राम गर्नको लागि अथवा जलपान गर्नको लागि यताउता हेर्दाखेरि परपट्टि एउटा ऋषिको आश्रम देख्छन्। बडा जाज्वल्यमान तेजस्वी एउटा ऋषिको आश्रम देख्छन्। ऋषिको आश्रममा जाँदाखेरि त्यहाँ गएर रूपमाङ्गदले मङ्गलमूर्ति ऋषि वाचक नवी नाउँ गरेका ऋषिको दर्शन गर्छन्। उनकी पत्नीको नाम मुकुन्दा थियो र अनि थाकेको हुनाले रूपमाङ्गदले प्रणाम गरेर नतमस्तक गर्छन्। र त्यतिखेर ऋषिको स्नान गर्ने समय भएको थियो र ऋषि स्नान गर्नको लागि नदीमा जान्छन्। यतापट्टि अब ऋषि पत्नीसँग रूपमाङ्गदले जल माग्छन् कि हजुर मलाई जलपान गराउनुहोस् भन्दाखेरि मुकुन्दाले त्यति राम्रा रूपमाङ्गद भगवान गणेशको सानैदेखि पूजा अर्चना गरेका होइन त, व्रत साधनामा संलग्न भएका व्यक्तिहरू जो पनि के हुन्छन्, राम्रा हुन्छन्, आकर्षक हुन्छन् हुँदा भए उनी अझै राजा भन्दाखेरि ती मुकुन्दा जो छिन् ती रूपमाङ्गदसँग मोहित हुँदै भइन्। ऋषि पत्नी रूपमाङ्गदसँग मोहित भइन् र उनले भनिन् त म तिमीलाई पानी पिलाउँछु तर तिमी मलाई आफ्नो अधरामृत पिलाऊ, आफ्नो ओठको रस पिलाऊ भनेर यसरी भन्छन्। भन्दाखेरि अनि रूपमाङ्गदले हेट म सानैदेखि भगवानको भजन कीर्तन गर्दै आएको, यस्तो नराम्रो कुरा नगर्नुहोस् मसँग भनेर यसरी भन्दाखेरि त्यहाँनिर अलिकति भनाभैनी पर्छ। त्यसपछि उनले अत्यन्त हट गर्छिन् र राजाले आफ्नो हट त्याग्नको लागि यस्तो हट नगर्नुहोस्, यो राम्रो कुरा होइन, म त ऋषि आश्रम परम पवित्र आश्रम भनेर आएको थिएँ तर तपाईँ यस्तै व्यभिचारिणी हुनुहुन्छ भन्ने कुरा मैले सोचेको थिइनँ भनेर यसरी भन्छन्। अनि हे राजा, यदि तिमीले मैले मागेको कुरा पुरा गर्दैनौ म तिमीलाई श्राप दिन्छु। तिमी आफ्नो रूप यौवनलाई लिएर अत्यन्त गर्वित भएका छौ त मेरो इच्छालाई पुरा गरिरहेका छैन, म श्रीको इच्छालाई पुरा गरिरहेका छैन, त्यसै कारणले म तिमीलाई श्राप दिन्छु, जाऊ तिमी कुष्ठ रोगी हुनु परोस्, कोडी हुनु परोस् भनेर यसरी श्राप दिइदिन्छन्। श्राप दिइसकेपछि अनि नभन्दै अलिकति अनि त्यो आश्रम छोडेर राजा फर्किन्छन्, रूपमाङ्गद फर्किन्छन्। नभन्दै अलिक पर गएर के हुन्छ, उनमा कोडेकोर के हुन्छ प्रकटाएर आउँछ, कोडेकोर निस्किँदा हुन्छ, उनी घर फर्केका छैनन्। यतापट्टि मन्त्रीमण्डलले राजालाई खोज्दा भए कतै पनि भेटेनन्। सबै अब जो जति जङ्गल गएका थिए साथमा कसैले पनि राजालाई भेटेनन्, फर्केर गए घर। अनि यतापट्टि उनी एक्लै बस्दा भए र भगवान गणेशलाई सोद्धा भए, होइन मैले त कहिले त्यस्तो नराम्रो कसैलाई गरेको थिइनँ होइन त, गरेको थिइनँ, तर मलाई एक्कासी मैले कुनै गल्ती नगरिकन कुनै अपराध नगरिकन यस्तो सजाय भोग्नु पर्यो। मैले कुन पाप गरेको रहेछु? मेरो यस्तो सुन्दर सुन चाहिँ चम्किलो शरीरमा यस्तो दुर्गन्धित कोड उत्पन्न भएर आयो, मैले कुन चाहिँ पाप गरेको रहेछु? अब यो शरीर र यो मुख म कसैलाई पनि देखाउन लायक छैन, बरु म अनसन लिएर अथवा केही पनि नखाइ नपिकन शरीरलाई भगवानको ध्यान गर्दाखेरि यहीँ त्यागिदिन्छु भनेर उनी एउटा वृक्षको फेदमुनि बसेर भगवान गणेशको ध्यान गर्दा भए। नभन्दै पर आकाशमण्डलबाट नारदजी श्रीमन्नारायण नारायण हरि हरि भन्दै आउनुभएको ती रूपमाङ्गदले देखिसकेपछि अनि नारदजीलाई प्रणाम गरेर एकछिन हजुर नमस्कार, आउनुहोस् न, एकछिन बस्नुहोस् भनेर
नारदजीलाई बोलाउँदा भयो। नारदजीले यसो हेर्दाखेरि उनको शरीरमा के छ, सबै कोडे कोर छ। अनि के भयो यस्तो, के गति भयो भन्दाखेरि अनि रूपाङ्गतले आफ्नो सम्पूर्ण वृत्तान्त नारदजीलाई सुनाउँछन्। यस्तो यस्तो भयो, ऋषि पत्नीले मलाई यस्तो भएको हुनाले उनले काम वासना तृप्तिको लागि मसँग निवेदन गरिन्, तर मैले इच्छा पुरा नगरिदिएको हुनाले त्यो पाप हो भन्ने कुरा बुझेर मैले इच्छा पुरा नगरिदिएको हुनाले मलाई उनले श्राप दिन्। गत श्रापको फल मैले यहाँ भोग्दैछु। तर के कारणले मलाई यो श्राप मिल्यो, कुन पापले गर्दाखेरि मलाई श्राप मिल्यो, मलाई अझै पनि थाहा भएको छैन भनेर यसरी यो श्रापबाट उन्मुक्ति हुनको लागि मैले के गर्नु पर्ला। हे दयालु नारद ऋषि, तपाईँ त सम्पूर्ण चराचर जगतमा भ्रमण गर्नुहुन्छ, तपाईँलाई त पक्कै पनि थाहा छ, तपाईँ त लोक कल्याणको लागि सबै कुरा जाने समयमा पनि केही पनि नजाने जस्तो गरेर हिँड्नुहुन्छ। हे प्रभु, मलाई बताइबक्छोस् कि मेरो यो कोड कसरी सञ्च हुन्छ भन्दाखेरि अनि नारदजीले भन्नुहुन्छ, अहिले म बाटामा आउँदा आउँदै एउटा उत्तम आश्चर्य कुरा देखेँ। आकाशमण्डल बाटामा आउँदा आउँदै एउटा अचम्मको कुरा के देखेँ भने कदम्बपुर भन्ने एउटा नगर छ। त्यो नगरमा एउटा मन्दिरमा चिन्तामणि नाउँ गरेका प्रसिद्ध भगवान गणेशको पवित्र मूर्ति मैले त्यहाँ देखेँ। दर्शन गर्ने अवसर पाएँ चिन्तामणि नाउँ गरेका भगवानको। र त्यो गणेश मन्दिरको अगाडिपट्टि गणेश महाकुण्ड भनेर एउटा ठुलो पानीको कुण्ड रहेछ, एउटा पोखरी जस्तो रहेछ। त्यो पोखरीमा वृद्ध र कुष्ठरोगले ग्रस्त भएका कुनै शूद्र जातिहरू त्यहाँ आएर तीर्थयात्राको प्रसङ्गमा त्यहाँ आएर स्नान गरे। स्नान गर्दाखेरि उनीहरू कुण्डमा स्नान गरेर उठ्ने बित्तिकै उनको शरीर केवल दिव्य भयो। त्यस्तो अचम्मको मैले एउटा त्यस्तो ठाउँ देखेँ कहाँ, कदम्ब नगरमा। त्यस कारणले तिमी पनि कुनै भगवान गणेशको जुन चिन्तामणि मन्दिर छ, जसको अगाडि गणेश कुण्ड नाउँ गरेको एउटा कुण्ड छ, त्यहाँ गएर स्नान गर। निश्चय नै भगवानको कृपा आशीर्वादले तिम्रा यी सबै कोडहरू सञ्च हुनेछन् भनेर यसरी भनिदिइसकेपछि अनि त्यो रूपाङ्गत के छन्, भगवान गणेशको पावमा नतमस्तक हुन्छ। नतमस्तक भइसकेपछि अनि प्रणाम गरेर रूपाङ्गतले यहाँ सोध्छन्, के सोध्छन् भने, हे मुनि, त्यस पुण्य क्षेत्रमा कसले सिद्धि प्राप्त गर्यो। अब त्यो पुण्य क्षेत्रको महिमा वर्णन आउँछ यहाँ। त्यो पुण्य क्षेत्रमा सबैभन्दा पहिला कसले सिद्धि प्राप्त गर्यो। त्यो गजानन मङ्गलमय त भगवान गजानन चिन्तामणि गणेशको मूर्तिलाई त्यहाँ कसले स्थापना गर्यो होइन त। त्यसपछि त्यहाँ त्यो पोखरी त्यहाँ कसरी आइपुग्दो भयो र कसरी त्यो पोखरीले सबैको कल्याण गरेको छ, त्यो कुरा सबै मलाई बताइबक्छोस् भनेर भन्दाखेरि अब अगाडिपट्टि नारदजीले रूपाङ्गतलाई त्यो चिन्तामणि भगवान गणेशको महिमा र त्यहाँ भएको कुण्डको महिमा, त्यो मन्दिरको विलक्षण महिमा यहाँ अब अगाडि वर्णन गर्नुहुन्छ, जसलाई हामीले पक्का पनि भोलि श्रवण गर्नेछौँ भन्दै आजको कथालाई यही नै शेष गर्दैछौँ। मनाओस् होले गौरी शङ्कर भगवान की, गजानन भगवान की।